लागि चाहिँ कत्ले नि पर्छ पर्न चाहिँ, तर धेरै असला पर्छ। यो बेसार भयो, यसको त कुरा छोडिदिउँ। यो चाहिँ 30 mm को 4 kg को रोप है, 4 kg क्यापेसिटी भएको रोप, 45 मिटर 30 mm। यसलाई साइडमा राखौँ। अनि स्पेसली यो चाहिँ तपाईँहरूले किन्न नि पायो होइन, झुप्पा दिन्न भनेर अब कता किन्न नि पायो। तर स्पेसली मेरो एक्सपिरियन्समा चाहिँ तपाईँहरूलाई चाहिँ कसैलाई कति पनि आउन्न भने पनि यो भिडियो हेरेर चाहिँ सिक्न सक्नुहुन्छ। यसमा चाहिँ 6 वटा हुन्छ होइन, यसमा चाहिँ 6 वटा हुन्छ। तर मेरो एक्सपिरियन्सको कारणले चाहिँ मैले 2टा मात्र राख्छु, तर सधैँ 2टामै परेर हुन्छ। एउटा चाहिँ एउटै हो पर्ने होइन, 2टा चाहिँ रियरली नै पर्छ, मेरो पनि रियल नै छ। अनि म हिजो अस्तिकै लोकेसनमा आएको छु, परेन भने तल जान्छु, यो ब्रिज भन्नु तल। दामी छ भ्यू छ है आजको शिवजी। सो यो डल्लो बनाउनु त मैले तपाईँहरूलाई भनिसकेँ गाह्रो पनि हुँदैन है। अनि यसरी चाहिँ यो रडको धागोमा बान्यो, अनि यहाँनिर एउटा गाँठो पार्यो, किनकि यहाँ चाहिँ अब एउटा रोप घुसारेर यो चाहिँ 16 kg को भन्छ, 4 किलोको भन्छ त, 4 किलोको चाहिँ यहाँ घुसारेर ढुङ्गामा बाँधेर अनि यहाँ घुसारेर अनि फलाम फाल्ने। सो गडेउला पनि लिएर छ, गडेउला हालिन्छ यहाँ। अनि मैदा नि बनाएन, त्यो बनाएको पनि म भिडियो बनाएर हाल्छु। सो बाइ गाइज, अब मैदा बनाऊँ होला। यो लाइन चाहिँ अलिक ठिकै लागिरहेछ। अनि यो माथि त पुरै अब माथि चढ्न पनि अलिक गाह्रै पर्छ हामीलाई चाहिँ, त्यही भएर सबै अलिक रेस्टिङ प्लेस भनेको यही हो। अनि हियर आवर फिसिङ रड त्यो अड्केर यस्तो कुब्रिक्क भयो क्या। एन्ड द सेकेन्ड फिसिङ रड इज लाइक ओभर हियर। अनि हाम्रो चाहिँ यहाँ ठिकठाकै छ। अब यो लाइनमा हान्छु है, तलपट्टिको यो लाइनमा हान्छु म एउटा। अनि यो चाहिँ मेरो सबैभन्दा बेस्ट लाइन हो, किनकि सधैँ यो लाइनमा चाहिँ परिरहेको हुन्छ है। अनि पऱ्यो क्या हो, डेन्जर हल्ले है भिडियो बनाउँदा आज हाल्ने बित्तिकै फर्स्ट असला है, हाल्ने बित्तिकैको असला। यहाँ चाहिँ मेरो रडै अड्क्यो होइन। अनि भिडियोहरू चाहिँ काटिरहेको थियो क्या, यसमा नि काटेको थियो, पुरै रडै निकालेको भिडियो आएन। अनि अर्को भिडियो पनि गरेको थिएँ, यो भिडियोमा चाहिँ माछा परेको थियो, तान्दै थिएँ। अनि यसमा चाहिँ आइरहेको थियो सरर लगाएर, किनकि ढुङ्गा ह्याप्पी थियो। तर भिडियो आधा मात्र बनेको रहेछ, तर फिसको चाहिँ भिडियो छ है। है गाइज, आजको सेकेन्ड फिस पहिलाको भन्दा पनि ठुलो छ, वाइट बिग। हाम्रो चाहिँ भने त मैले कत्ले भन्दा पनि मेरोमा चाहिँ धेरै असलै पर्छ है, बिकज असला चाहिँ राम्रो हुन्छ, बेटर देन कत्ले, वेट पनि हुन्छ है असलामा। सो ठुलो छ अहिलेको भन्दा। ल म यसलाई ट्याक्टुक्क गर्छु नि, फेरि हाल्नु पऱ्यो। यसमा चाहिँ परे जस्तो लाग्छ है गाई चाहिँ, गएर हेरौँ अगाडि गएर। यता फिसले बाइट हाने जस्तो लाग्छ, हेर्नु पर्यो। अनि यो मेरो छाता र बेल्टको कहानी चाहिँ अर्कै छ। कतिखेर समातेर बस्न यस्तो झ्याउ हुने घाम लागेको बेला।
अनि ढाडमा बान्ने बेल्ट थियो पहिल्यै आइडी लाउन चाहिँ अनि अहिले चाहिँ युज गरेँ प्रायः जस्तो चाहिँ म त्यति युज गर्दिनँ तर काम पनि लाग्थ्यो है अनि त्यही भएर टक्क बेल्ट बाने अनि छाताको उस ट्याक्कै मिलाएँ अझै स्पेसल्ली ब्याग हालेर गर्दा चाहिँ झन् राम्रो हुँदो रहेछ किनकि थोरै गाह्रो भइरहेको थियो अनि ब्याग क्यारी गर्दै छाता ट्याक्क र बेल्ट युज गर्दाखेरि चाहिँ आई जस्ट लभ इट है लास्टै कम्फोर्टेबल भएको थियो मलाई चाहिँ हुन चाहिँ गड फिलिङ आइरहेछ कि अब माछा पऱ्यो कि परेन मलाई थाहा छैन तर गड फिलिङ चाहिँ के आइरहेछ भने चाहिँ परे जस्तो लाग्यो किनकि हाम्रो हाई स्ट्रिम रिभरमा चाहिँ ठ्याक्क थाहा हुन्न कि कति माछा परेछ छैन भन्दा वी निड टु चेक इट फ्रम एटलिस्ट 15 to 20 या 30 मिनट जति राखेर चेक गर्नुपर्छ इट्स बिन मोर देन 15 मिनट्स सो यहाँ फेरि अड्केर छाता निकालेर फेरि उतासम्म गएर त्यो ढुङ्गा अड्के ठिकै छ चुडेर निस्किन्छ किनकि त्यसमा तार भनेको थोरै पातलो हुन्छ त्यो बेत हाल्ने कि त्यो मैदा हाल्ने डल्लै अड्क्यो भने चाहिँ तानै हुन्छ चुडाउनै पर्छ कि रडै भाँचेला जस्तो हुन्छ है अनि एङ्गल मिलाउँदै तान्न पर्छ कि यसरी फ्ल्याट्टा आउँछ हाम्रो चाहिँ सो तपाईँहरू पनि फिसिङ गर्नुहुन्छ भने चाहिँ नेपाली रिभरतिर चाहिँ काइन्ड अफ यस्तै हुन्छ प्रायः जस्तो अड्केर हैरान हुन्छ है माछा परेन भने चाहिँ माछा परे जस्तो हुन्छ तर परेन भने चाहिँ निकाल्दाखेरि कस्तो डिसअपोइन्टमेन्ट हुन्छ कि तर बाइ द वे खोलाको धाराले यति तानिदिन्छ कि होइन कहिले त माछै परे जस्तो लाग्छ कि अनि सो निकाल्न जाँदाखेरि चाहिँ इट वाज लाइक माछै परे अनि किन निकाल्यो होला जस्तो लाग्ने कि सो कहिले कहिले त रिग्रेट पनि लाग्छ हो ल है मेरो चाहिँ पानी सक्यो तर मैले यहाँ केही इन्ट्रेस्टिङ देखेँ यार कस्तो दामी है यहाँ है भित्रकै अब यहाँ खोलाइ भएको भए चाहिँ होइन यहाँभित्र डेन्जर माछा हुन्छ यार कसम घुर बबाल रहेछ कि बस्नको लागि पानी अघि सक्यो तिर्खा लाग्थ्यो हाम्रो पानीको मूल फुटेको ठाउँ नै देखाउँछु म सो लर्ड सो आई हेभ अ बोटल सो एटलिस्ट I can take the water and drink the water. As well as you guys can think, I used to fish over here and here, now over here. So first time ये माछा परेको first time. Too cute यार, it's too cute. I don't want to kill him, but figure on. He's still so cute यार साइज पनि ठुलो छ ओ माला के उसको यो तालिन्छ के ढुङ्गातिर यो दादा यो सोल्डी अनि यो फर्केर आइरहेको नि ल गयो अब चाहिँ गयो है कतै छ र या हि मुभ आउट हि मुभ ल हाम्रो मेरो प्याकिङ चाहिँ भयो अनि निस्किन लाग्यो
यता लम्चुङ ल लगाइ जब घर गएर माछा पनि धेरै परेन घर गएर चाहिँ माछा देखाउँछु अनि भक्ति गर्छु है